दिन सक्छु। यदि कृपा गरेर भगवान मलाई हजुरले केही कृपा गरिदिनु भयो र केही ज्ञान दिनुभयो भने यो ज्ञानको माध्यमबाट म पनि भगवानको विषयमा र यो अध्यात्मको विषयमा केही बुझ्ने थिएँ। यो परम तत्त्व के हो यो बुझ्ने थिएँ। यो परम तत्त्वको विषयमा म बुझ्न चाहन्छु र म पनि परम तत्त्वमा पुग्न चाहन्छु। भगवान मलाई केही कृपा गर्नुहोस् भनेर उहाँले अनुरोध गर्नुहुन्छ। हाम्रो आफ्नो छोरा जो कि देवहूति माताजी मनु महाराजको छोरी हुनुहुन्थ्यो, महारानी हुनुहुन्थ्यो ठुलो। तर उहाँको एक ऋषिसँग जो ऋषि हुनुहुन्थ्यो कर्दमुनि ऋषि यति तपस्या भइदिनु भयो कि विवाह उहाँले यति धेरै सेवा गर्नुभयो कि सेवा गर्दा गर्दा महारानी उहाँ यस्तो हुनुहुन्थ्यो कि न खानपिन उहाँले पाउनुभयो, न उहाँको शरीरको उहाँको कुनै श्रृङ्गार पाउनुभयो, न स्याहार पाउनुभयो। त्यति बेला 55 वर्ष बितिसकेछ। यति धेरै वर्ष बितिसकेपछि जब समाधिबाट ऋषि बाहिर आउनुहुन्छ त अगाडि आफ्नो पत्नीलाई देखेर सोध्नुहुन्छ, तिम्रो हालत यो कसरी भयो? उहाँलाई थाहा छैन कि कति वर्ष बितिसक्यो। त्यति बेला देवहूति माताले भन्नुहुन्छ कि भगवान म त हजुरको सेवामा थिएँ, मेरो हालत यस्तै भयो, केही छैन। अब हजुरले भन्नुहोस् अब के गरौँ? म त स्त्री हुँ, मेरो चाहना छ कि हजुर त ऋषि हुनुहुन्छ, केही समयपछि त मलाई छोडेर जानुहुन्छ। त्यसपछि देवहूति माताले उहाँलाई भन्नुभयो कि म पनि मेरो पतिदेवको सँग चाहन्छु। त्यसपछि कर्दमुनिले उहाँलाई भन्नुभयो तिमी जाऊ गएर गङ्गा स्नान गर। जब देवहूति माताजी गङ्गा स्नान गर्न जानुभयो, गङ्गा स्नानभित्र जाने बित्तिकै देवहूति माता छक्क पर्नुभयो। त्यहाँ त उहाँलाई उहाँको दरबारमा जस्तो स्याहार गर्ने सुसारीहरू पनि त्यही भित्र पाउनुभयो र उहाँलाई सिँगार गरेर स्नान गराएर एउटा जसरी अहिले हामी ब्युटी पार्लर जान्छौँ त्यसै गरी उहाँलाई राम्रै बनाएर एकदमै तरुणी अवस्थामा बनाएर उहाँ गङ्गाबाट बाहिर निस्किनु। त्यसपछि ठुलो उहाँले कर्दमुनिले एउटा विमानको आयोजना गर्नुभयो, जुन विमान हाम्रो पृथ्वी लोकभन्दा पनि ठुलो थियो अरे। त विभिन्न खालको बगैँचा विभिन्न कुराहरू थिए अरे र उहाँलाई वर्षौँ वर्ष त्यो विमानमा राखेर यति धेरै उहाँले घुमाउनु भयो, डुलाउनु भयो, सबै कुरा सबै तृप्त गराउनु भयो। एउटा स्त्रीले एउटा पुरुषसँग जे चाहन्छन् त्यो कुरा पूर्ण गराउनु भयो, गराएर फिर्ता ल्याउनु भयो। ल्याइसकेपछि अब माता देवहूति धेरै वर्षपछि मलाई फिल हुन थाल्यो कि म त यत्रो ठुलो ऋषिको सङ्घमा थिएँ, तर मैले के मागेँ त ऋषिसँग? ऋषिको सङ्घमा रहेर पनि मैले भौतिक जगतको कुरा मात्र मैले सोचेर भौतिक जगतमा मात्र म रमिरहेँ, तर मैले गल्ती गरेँ, मैले ठुलो गल्ती गरेँ। मैले यति ठुलो ऋषिलाई, यति ठुलो महात्मालाई मैले चाहिँ पतिको रूपमा पाएको थिएँ। म त ठुलो अध्यात्मको ठुलो एउटा अध्यात्म रूपी एउटा भक्तिमा पुग्न सक्थेँ, परमात्मामा लीन हुन सक्थेँ, तर मैले ठुलो गल्ती गरेर यही सृष्टिको, यही संसारको भौतिक जगतको यही क्रियाकलापमा रम्ने एउटा क्रियाकलापमा रमेछु। अब मैले यस्तो गर्नुहुन्न भनेर भगवानसँग फेरि बिन्ती गर्न थाल्नुभयो। कर्दमुनिसँग बिन्ती गर्नुभयो र कर्दमुनिबाट उहाँले फेरि आशीर्वाद लिनुभयो। भगवान हजुर त फेरि छोडेर जानुहुन्छ, म स्त्री हुँ, मैले ठुलो गल्ती गरेँ, मैले भौतिक जगतकै कुरा हजुरसँग सङ्ग गरेँ, मैले अध्यात्मको सङ्ग गर्न सकिनँ, म अध्यात्मको सङ्ग गर्न चाहन्छु अब हजुरसँग। हजुरले नै मलाई पार लगाउनुपर्छ, नत्र मलाई पार लगाउने को छ ल भन्नुहोस् त? त्यति बेला उहाँको 9वटी छोरीहरू पनि जन्मिसकेका थिए। अब यी 9वटी छोरीहरूलाई विवाह गरिदिनुहोस्, हजुरले नै पार लगाउनुपर्छ, हजुर छोडेर यतिकै जान पाउनुहुन्न, हजुर पति हुनुहुन्छ मेरो, र मलाई भक्तिको मार्गमा पनि पुर्याइदिनुहोस्, नछोड्नुहोस् मलाई। त्यसपछि कर्दमुनिले भन्नुहुन्छ चिन्ता नगर, म केही समय रहन्छु। मलाई भगवानले पहिल्यै तिमीलाई विवाह गर्नु अगाडि नै मेरो चाहना थियो कि मेरो पत्नी यति साह्रो अध्यात्ममा भएको अध्यात्मरत होस् कि म
माथिल्लो चरणमा पुगोस्। त्यसैले भगवान विष्णु चतुर्भुज रूपमा मलाई दर्शन दिन आउनु भएको थियो र उहाँले भन्नुभएको थियो म स्वयं तपाईको छोरा बनेर जन्मिनेछु भनेर। त्यसपछि उहाँले देवभूति मातालाई भन्नुभयो भगवान स्वयं तिम्रो कोखमा आउनुहुनेछ, चिन्ता नगर देवभूति। पछि गएर माता देवभूतिको 9वटा पुत्रीहरूको विवाह भयो, विवाह गरिदिनु भयो कर्दमुनिले र देवभूति मातालाई आशीर्वाद दिँदै तिमी अब मैले दिएको नियम पालना गर, भगवान आउनुहुन्छ भनेर त्यहाँबाट छोडेर जानु भएर छोडेर जान लाग्नु भएको थियो। फेरि देवभूति माताले भन्नुभयो कमसेकम छोराको जन्म हुने चाहिँ बसिदिनुहोस्, मेरो याचना छ यो हजुरसँग। फेरि कर्दमुनि बस्नु भएर भगवानको आगमन भयो। श्री कपिलदेव भगवान की जय। कपिलदेव भगवानको आगमन भएर कपिलदेव भगवान आगमन भइसकेपछि कर्दमुनिसँग उहाँको केही वार्तालाप भएर कर्दमुनि अब जङ्गलतर्फ जानुभयो आफ्नो संसारिकमा र देवभूति माताजी भगवान कपिलदेवलाई स्याहार सुसार गर्दै उहाँको हेरचाह गर्दै उहाँ केही समयमै ठुलो भइसकेपछि उहाँलाई यो क्वेसन गर्नुभएको थियो अब तपाईँले मलाई पार लगाउनुहोस् भनेर। र साँच्चै भन्नुपर्दा हामी स्त्री शरीर भनेको त्यो शरीर हो जुन शूद्र शरीरमा भनिएको छ कुनै शास्त्रमा, शूद्रमा गनिएको छ। तर शूद्र पनि यदि शास्त्रको ज्ञान लिएर अगाडि बढ्छ र भगवानको सेवा गर्छ भने ब्राह्मण बन्छ भनेर शास्त्रले नै दिएको नियम हो नि त। र आज हामीले नियम पालन गरेका कारणले आज हामी वैष्णव परम्परामा आइपुगेका छौँ नि। यहाँ प्रभुपादले त्यही भन्नुभएको छ यो श्लोक मार्फत, तिमी कर्म गर, जुनसुकै कर्म गर, सकाम कर्म गर, अकाम कर्म गर, विकर्म गर। हामी भक्तहरू विकर्म गर्छौँ, हामी धाम जान्छौँ कुनै इच्छा लिएर जाँदैनौँ, भगवानको सेवा गर्न जान्छौँ। हामी सेवा गर्छौँ, भगवानको सेवा गर्छौँ, कुनै इच्छा हुँदैन, काम इच्छा हुँदैन हाम्रो। हामी भक्तको सेवा गर्छौँ, हाम्रो काम इच्छा छैन, गर्दैनौँ हामी। किनकि यति बुझ्न सक्ने, यति जान्न सक्ने, हाम्रो यो हिम्मत बढाउन सक्ने यो शास्त्रको ज्ञानले हो जुन शास्त्र हामीलाई शिला प्रभुपादले दिनुभएको थियो। र यो अधम शरीर, यो स्त्री शरीरमा, यो शूद्र शरीरमा रहेर हामी आज हेर्नुहोस् त सत्सङ्ग गर्दैछौँ, भगवानको गुणगान गाउँदैछौँ, भगवानको प्रसाद ग्रहण गर्दैछौँ, अझ अरूलाई ज्ञान दिने कार्यमा पनि रहेका छौँ। कस्तो भाग्यमानी हामी। वास्तवमा भन्ने हो भने भगवानले जुन कुरा हामीलाई यसरी गुरु तत्त्वले जुन दिनुभएको छ, गुरु तत्त्वले हामीलाई यसरी तानिरहनु भएको छ, हामी साह्रै नै भाग्यमानी रहेछौँ र यो कुरामा आउन सकेका छौँ। यो अगाडि जीवन हाम्रो यसरी नै बितेको छ, यसरी नै रहेको छ। अहिले हामी भगवानको यसरी नाम गुणगान गाउँदैछौँ भने भोलि थाहा छैन कतिखेर हाम्रो मृत्यु हुनेछ, कतिखेर हामीले हाम्रो श्वासलाई विश्राम दिनुपर्नेछ। योभन्दा अगाडि हामी धेरै नै जन्म मृत्यु जरा व्याधिबाट टाढा हुने कोसिस गर्दैछौँ र भगवानको गुणगान गाउँदैछौँ। देहिना स्मर्यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर प्राप्ति दिदस्त तत्र नामयन्ति। बाल्यकालबाट तरुण अवस्थाबाट वृद्ध अवस्था, त्यसपछि फेरि नयाँ जीवन सुरु हुन्छ। हरेक जीवन फेरि सुरु हुन्छ। तर अब आउने नयाँ जीवन हाम्रो अहिले गरेको कर्मले निर्धारित गर्छ। कुन कर्म गरेका छौँ हामीले अहिले जुन जुनी पाएका छौँ, जुन जीवन पाएका छौँ, यो अहिलेको होइन। अघिल्लो जुनीबाट अहिले हामीले यो जीवन अहिले भोग्दैछौँ, हामीले बासी जीवन बिताइरहेका छौँ। यसको मतलब त हामी खुसी हुनुपर्छ कि एक जन्म हामीले कृष्णको भक्तिमा बिताएका रहेछौँ, किनकि अगाडि नै कृष्ण भक्ति पाएर यो जन्म पाएका हुनुपर्छ हामी। शास्त्रले त्यही बोलेको छ। र यो जन्म पाएर अर्को जन्म पाएछौँ भने पनि हामी दुखी छैनौँ। हरेक जन्ममा कृष्ण भक्ति पाऊ,
र यसै गरी भक्ति गर्दै गर्दै भगवानको धाम जान पाउँछौँ। शास्त्रले त 3 जन्म भनेको छ, ठिकै छ, जति जन्म पाऊ भगवानको इच्छा होइन, जति जन्म पाऊ तर भगवानको भक्ति चाहिँ गर्न पाउने गरेको। यसै गरी अगाडि बढ्दैछौँ हामी, यसै गरी अगाडि जाँदैछौँ हामी। साँच्चै भन्नुपर्दा भगवानसँग हामी प्राय केही पनि माग्दैनौँ, सिर्फ दास्य भाग माग्छौँ। अझ हामी ब्रह्म गौडीय माधव परम्परामा, वैष्णव परम्परामा जान्छौँ। यो परम्पराले त हामीलाई एउटै मात्र भावमा अगाडि बढ्नको लागि प्रेरित गरेको छ, दास्य भाव, भगवानको सेवा, भगवानको सेवा। हामी त भगवानको धाम गएर पनि भगवानको सेवा नै गर्ने हो नि, होइन र? भन्नुहोस् त, भगवानको सेवा बाहेक हामीलाई कुनै पनि इच्छा छैन। भगवानले धाम लानुभयो भने पनि हामी भगवानको सेवा नै गर्नेछौँ। र आज पनि भगवानले यति कृपा गरिदिनुहोस् कि हामीलाई सेवा गर्ने नै भाव प्रकट भइरहोस्, त्यो बाहेक अरू केही पनि हामीमा नहोस्। र भगवानको सेवाले नै अगाडि बढ्नको लागि प्रेरित गरिरहोस्। हरे नाम हरे नाम हरे नामैव केवलम्, कलौ नास्ति वनस्ति नास्ति गतिरन्यथा, नामधीनं कलिकाले आर्धर्मः, सर्वमन्त्र सर्वनाम यही शास्त्रमर्म। यति भन्दै आजको यस श्रीमद् भगवत गीताको श्लोकबाट आजको लागि विश्राम चाहन्छु। हरेक हप्ता हाम्रो यसै गरी इस्कॉन महाराजगञ्जमा श्रीमद् भगवत गीताको भगवानका वाणीहरूको कथा चर्चा र भगवानका भक्तहरूको कथाको चर्चा हुने गर्दछ। यसै गरी सत्सङ्ग गर्ने गरेका छौँ हामी। र यसै गरी हजुरहरूको कृपाको माध्यमबाट म पनि यो व्यास आसनमा बसेर हजुरहरूसँग केही वाणी मार्फत सत्सङ्ग गरिरहेको छु। र यो बोल्दै जाने क्रममा कसैलाई कुनै ठेस लाग्ने खालको शब्द मबाट आएको छ भने क्षमा प्रार्थी छु। र यहाँबाट जति पनि बोल्न पाएको छु यो वाणीहरू सबै गुरुमा प्रभावित गर्दै, गुरुलाई अर्पण गर्दै र गुरु तत्त्व मार्फत जति पनि मलाई यो कृपा मिलेको छ यो कृपा सधैँ मिलिरहोस् भन्दै हजुरहरूसँग पनि कृपाको याचना गर्दै आज म यहाँबाट हजुरहरूसँग आशीर्वाद माग्दै विश्राम लिन चाहन्छु। हरे कृष्ण 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 हरे राम राम